हेलो गाइज वेलकम ब्याक न्यू ब्लग ढेन्टाडाङ म आइसकेको छु आजको ब्लगमा अनि ट्याक्क लाएर चाहिँ आज चाहिँ पुर्ने अनि त्यसमा सँगसँगै आज फेरि ब्लग दामी बनाउँदै जाने मेरो क्रम अनि म चाहिँ अहिले चाहिँ बस्तुतिर जानु लागिरहेको छु सो बस्तुमा जानलाई यहाँ मलहरू बोकेर जानुपर्ने छ ढेन्टाडाङ म घरमै छु होइन अब टक्कसँग लाएर अब म निस्कन लागिरहेको छु भाइ मासतिर गएको होला सायद बल खेल्न ल बोलाएर सोटो जाने हो पुरै बादल लागिरहेछ बादल माथिबाट घाम लागिरहेछ अनि त्यहाँनिर भाइहरू बल खेल्दै माथिल्लो खण्डमा यहाँ हाम्रो आमाले के गर्दै हुनुहुन्छ चारो बनाउँदै हुनुहुन्छ खेलिरहनु भएको छ होइन आमा किन खेलेको यहाँ कुखुराहरू यत्रो बाइक यहाँ फेरि मैले एकदम धोएर राखेको छु होइन टक्क लाएर अनि म फेरि यता सट्टो लाएर डोको खोज्दैछु त्यहाँ छ मल बोकेर जानुपर्ने छ एकदमसँगले हेलो गाइज म चाहिँ आइपुगेको छु मेलोमा यहाँ मल लिएर पुर्नेको दिन भारी बोकिरहेको छौँ मल बोकिरहेको छौँ यहाँ खेततिर चाहिँ हाल्नु भनेर यहाँ आइरहेको रहेछ सक्कको हाम्रो केटाहरू टन्नै यहाँ टेरेको पर्मेलीहरू रहेछ के हो कहाँ हिँडेको त ल राम्रो गरेस् त अनि टक्क लगाएर अब मल छरेर फेरि हामी निस्किहाल्छौँ मासतिर अनि यहाँ यो चाहिँ साह्रै भोकाएछ र मैले पानी ल्याइदिएको भोक लाग्यो अरे भोक लाग्यो नि अनि घरमा चाहिँ दिनभरि बस्दैछ अनि खोइ बिस्कुट खाइदिउँ मल छरेर टक्क लगाएर हामी चाहिँ मासतिर निस्किन्छौँ मासु निस्केर फेरि साकेला छ क्या आज पूर्णिमा देउलुमा पूजा त्यसमा सामेल हुनुपर्ने छ भाइ बहिनीहरूसित रमाइलो गर्नुपर्ने छ मल छोडिरहेको छ कतिखेर यार छिटो सकेर जानुपर्ने छ यार छरिरहेको छु हौ छोडिरहेको छु होइन छरिरहेको छु मल छरिरहेको छ है म चाहिँ यो देखिरहनु भएको ब्याकग्राउन्डको चाहिँ हाम्रो देउलो हो अहिले चाहिँ मान्छेहरू हुनुहुन्न अहिले 10-11 बजीदेखिबाट चाहिँ मान्छे आउनुहुन्छ यहाँ चाहिँ होइन अहिले चाहिँ पुरै खाली छ होइन बिस्तारै बिस्तारै अहिले मान्छे सबैजना आउनुहुन्छ पूजा गर्नलाई अनि टक्क यहाँ नाच्ने ठाउँ छ अनि टक्क यहाँ देउलो छ अनि टक्क हाम्रो देउलोमा यहाँ टोइलेट पनि छ होइन यहाँनिर चाहिँ म र आइसको सल्लाहमा चाहिँ यहाँ धारा बनाएको छौँ यो चाहिँ पुर्ने दिनसम्ममा अलिक सुकिहालेको छैन होइन यहाँ धारा चाहिँ बनिरहेको छ आज सायद आज त चलाउनु पाइँदैन होला भोलि अब पछि सुकेपछि मात्रै चल्छ अनि टक्क लगाएर यो धारामा चाहिँ यहाँ देउलुको मात्रै होइन क्या यो जुन यहाँ ठाडो बाटो पनि छ क्या अनि यो ठाडो बाटो हिँड्ने मान्छेहरूको लागि पनि पानी खानको लागि सजिलो होस् भन्ने हुन्छ होइन अनि यस्तो ठाउँमा अब बनाइराख्नु एउटा राम्रो काम पनि हो भनेर हामीले यसो म र आइसले बनाइदिएको छौँ आइस अहिले कतातिर डुलिरहेको होला अनि यसो हाम्रो सल्लाहमा बनेको छ यो चाहिँ हाम्रो टक्क लगाएर खाजा खाने ठाउँ पानी पर्दा यसो ओत लाग्ने ठाउँ बनाएको यसो टहरा त्यो चाहिँ हो म चाहिँ घर आइपुगेको छु एकदमै गर्मी भइरहेछ फेरि राखा जानुपर्ने हो होइन राखा किन जानुपर्ने छ त्यो चाहिँ म भोलि भन्छु सो गाइस म चाहिँ अब गीत गाउन गइरहेको छु त्यो गीत सुन्नु होला तपाईँहरूले किन हौ आमा एकछिन म भिडियो बनाउँदैछु क्या पस्किँदै गर्नु न बिरालोले खाँदैन पस्किनु न मिठो मिठो हो कुरा गर्दै मुटुमा बस्ने मायालुलाई दर्शन नमस्ते हुआ हो दर्शन नमस्ते जुन यो गीत हो राजेश भाइले गाएको हौ अनि सो ट्याक्क लाएर चाहिँ आज चाहिँ साँच्ची मैले अघि भन्दै बिर्सेछु होइन आमाले हिजो नै खिर बनाउँछु भन्नुभएको थियो आमाले खिर पकाइसक्नु भएको रहेछ अब खिर खाने पर्ला जस्तो छ आज अनि त्यसपछि म गीत गाउँछु एउटा गीत जुनको ज्योति लाएर दिन्छु पनि भन्न सक्दिनँ म सागरको मोती लाएर दिन्छु पनि भन्न सक्दिनँ म भन्दै गीत पुरा सुन्नुको लागि अरू बेला सुन्नुपर्छ मेरो स्टेज भएको बेला आइपुग्नुपर्छ सो त्यही हो अनि टक्क लगाएर अब हामी खिर खाउँ है त यहाँ आमाले खिर बनाउनु भएको छ अनि खिर यहाँ रहेको छ बिरालोले खाइदेला भन्दै हुनुहुन्छ आमाले कस्तो खिर बनाउनु भयो त आमा जस्तो भने पनि मिठो बनाउनु भयो होला टक्क लगाएर अब खाउँ न त स्वाद लिउँ सो यो चाहिँ खिर हो होइन अब खिर खान लागिरहेको अघि के मल छोडेको होइन गाइस मल छोड्दाखेरि सुली गएको छ यार यो हात त खोइ चम्ची दिन्छ जाप खाइदो सो यस बनाइसकेको
सो बबाल धामीहरू आइसकेका छन् यता तल देउलो पूजाको लागि सकिन्छ परतिर सो गाइस तल चाहिँ पूजा हुँदै थियो हैन अनि पूजा हुँदै थियो अनि मैले सर्ट र सानो भिडियो लिएको छु त्यो हेरिसक्नु पनि भयो हैन म चाहिँ अहिले टक्क फेरि घर जाँदैछु माथि साकेर नाच्ने हाम्रो भाइ बहिनीहरू पनि छन् क्या उनीहरूलाई पनि सपोर्ट गर्नुपर्छ हैन सर्ट हेर्नु न गाइस यहाँ टक्क ग्राउन्ड पनि लाएको छु हैन कपाल पनि लामो छ त्यही भएर अलिक खासै ड्रेसले पनि सकेको छैन ल सो त्यही हो अनि टक्क म चाहिँ अहिले घर जाँदैछु म चाहिँ घर कुद्दैछु हाम्रो निनी पनि कम झिल्की भइरहनु भएन छ त्यतिकै हो त त्यतिकै पुसैपट्टिको हो त ल त नि अब गएर अब ओफो कालोमा कुदै गर्यो तल हिँड्नु भयो ल जानै जानु बिस्तारै बिस्तारै घर पुग्नु अझै 2 मिनट मात्रै बाँकी छ अहिलेसम्म नाचिसक्यौँ हाई गर्मी भइदियो हामीलाई होइन त भाइ हो है एकदम गर्मी भयो नि त होइन 1 घन्टै लाग्यो होला हामी नाचेको होइन अनि टक्क यहाँ चाहिँ आज तरकारीको लागि व्यवस्था हुँदैछ
देख्न सक्नुहुन्छ तपाईहरुले हाम्रो अशोक दाजु कोप्पा दिदेउ हुनुहुन्छ चचे हान्नेलाई भित्र चाहिँ पूजा भइरहेछ देउलो थान भित्र अहिले चाहिँ मान्छेहरु यति धेरै जमात भइसकेका छन् हाम्रो देउलोमा है अनि टक्क लाएर म यता बोकेछु त्यो गर्नु भएको छ अहिले शीतल हुँदै गएको छ अब राखेर पनि खै कतिखेर हुन्छ कि हुँदैन छैन गएपछि थाहा हुन्छ भिडियो बनाइहाल्छु हैन सो फाइनली हामी चाहिँ राखा जाने भयो अनि राखा जानुलाई चाहिँ हाम्रो ग्रुप हिँडिसकेको पछाडि अनि अगाडि सो एकदमै रमाइलो गर्ने भनेर चाहिँ अब राखा हिँडिसकेको छौँ राखाबाट पनि बोलाउनु चाहिँ भएको रहेछ सकेसम्म अझै छिटो जानुपर्ने भन्ने कुरा छ होइन हामी चाहिँ छिटो चाहिँ गइरहेको छौँ हाम्रो राई निपुणहरू किन हिँडेको तिमीहरू झन् खतरा हो नि त के नाच्न ल क्या हाम्रो बुनहरू राम खतरा देखिरहेछ यिनीहरू मेरो दिदी अरे ल ठिक छ हाम्रो गोपालले यहाँ ढोल हानिरहनु भएको छ यता हुनुहुन्छ हाम्रो दाइहरू यसमा चाहिँ एकदमै ठुलो ग्रुप भएको छ क्या बाँड्ने गरेर एकदम हल्लाइदिने भन्ने हुन्छ अब गएर हल्लाउनै पर्छ यहाँ कस्तो होला भात हुन्छ हातमा सबैजना ल ल ल ल
फाइनली हामी चाहिँ राखा आइसकेका छौँ राखाको कार्यक्रममा हामी उपस्थित भइसकेका छौँ अब राखाको उपस्थित एकदम स्वागत थ्याङ्क यू हामी त आइपुग्यौँ है दाइ ल धन्यवाद हामी त ढिलो भयो नखाने किन हौ होइन साग आइपुग्यो हाम्रो ग्रुपहरू यति छौँ अझै पनि छन् हाम्रो ग्रुपहरू कता हुन्छ छन् चाहिँ छन् हामी अझै छौँ के टन्नै छौँ के दाइ हो नै आएको छौँ क्या मेरो व्यक्तिगत तर्फबाट वडाको तर्फबाट विशेष धन्यवाद ल यस भूमि समिति पूजा समितिलाई हाम्रो बस्ने व्यवस्था कता हो हेर न रूपनाथ त ऊ पर आएर कहिले बसिसक्यो आवश्यक अनि दाइहरू ल हात मिलाइदिउँ न त एकदम मजाले सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट आज यसरी कार्यक्रम उपस्थित गर्नुभएछ अरे ल हात मिलाइदिउँ ल ठिक छ फाइनल्ली हामी चाहिँ राखेको कार्यक्रम आइसकेको छौँ
भ्लग हानिरहेको छु मैले पनि अब भ्लगलाई चाहिँ एकदम सब्सक्राइब सेयर गरिदिनु हजुर हामी चाहिँ अब यति नै भन्नु हाम्रो नकुल दाइसित पनि भेट भइसकेको छ हामी चाहिँ अहिलेसम्म नाच्यो अनि अहिले चाहिँ हामी खाजा खानु आइपुगेका छौँ अनि टक्क अफिसरले ल्याएर सम्मान गर्नुभएको छ हामीलाई खुसी लाग्यो हामी राख आइपुग्दाखेरि यति माया दिनुभयो अनि जुन सम्मान गर्नुभयो त्यही हाम्रो लागि धेरै खुसीको कुरा हो अनि सो हामी चाहिँ अब खाजा खाँदैछौँ बाँकी हाम्रो भाइ बहिनीहरू तल छन् अब टक्क लगाएर हामी चाहिँ यहाँ दाइहरूसित उभौली पर्व मनाउँदै होइन उभौली पर्व मनाउँदै टक्क होइन भइसक्यो नानी ल केही भनिदिनुहुन्छ पप्पा केही छैन भान्जाको भ्लग जतिले हेरिराख्नु भएको छ आजको हाम्रो 2082 सालको यो वैशाखी पूर्णिमाको उभौली पर्वमा हामी बाङ्देले टिम हो हामी खास हामी राखाको टिममा आएर हाम्रो प्रस्तुति दिएर अब हाम्रो खाजा खाने कार्यक्रम सुरु हुन लागिरहेको छ हाम्रो दाइ नकुल दाइ केही भनिदिनुहुन्छ भनिदिनु अब मैले पनि के भन्छु र अब भाइहरूको अब एउटा जोस् अब उभौली पर्वमा चाहिँ यसरी होइन राखामा र अब किराँतीहरूको चाहिँ अब संस्कृति अब संस्कारलाई चाहिँ अब जोगाउने होइन भाइहरूले नि अब एकदम प्रयत्न गर्नुभएको छ त्यसको लागि एकदम भाइहरूलाई धन्यवाद होइन हजुर अब यो जोगाउनु पनि पर्ने हुन्छ होइन अब तपाईँ हामी नै हो जोगाउने भनेको एकदमै भाइहरूलाई धेरै धेरै धन्यवाद हस् त दाइ है त ल दाइसित पनि भेटघाट भयो ल ल ल खुसी लाग्यो भाइ भाइकोलाई अब भाइलाई एकदम है त एकदम भाइले राम्रो गर्दै गएको छ होइन म एकदम हेरिरहन्छु म भाइको ठुलो फ्यान है ल ल आउनु त दाइ हामी खाजा खानु खाजा खानु म अहिले आउँछु ल सुन्दै आउनु न त म त्यहाँ साथी लिएर आउँछु कि ल लिएर आउनु ल म साथी लिएर आउँछु सो फाइनली हाम्रो हामी चाहिँ नाची पनि सक्यौँ रमाइलो पनि गऱ्यौँ आज चाहिँ राखामा आएर राखामा जुन बोलाउनु भएको थियो सो साथी यो एकदम बवाल भयो मजा भयो अनि त्यहाँदेखि आज चाहिँ अब ठिक छ आजको भ्लग यति नै हुन्छ सो थ्याङ्क यू अहिलेसम्म हेर्नु भएकोमा सो सबैजनामा धेरै धेरै धन्यवाद जस्तै हेर्दै जानु होला सब्सक्राइब गर्दै जानु होला मेरो भिडियोमा जोइन हुँदै जानु होला फेसबुकमा फलो गर्दै जानु बुद्धि राई छ बिहान 7 भ्लग छ टिकटकतिर पनि सो मलाई टिकटकमा गएर फलो पनि गर्न सक्नुहुन्छ बिहान 7 भएछ अनि टिकटक फेसबुकको मेरो पेज भनेको चाहिँ बिहान 7 भ्लग छ सो तपाईँहरूले सपोर्ट गर्नु होला सो थ्याङ्क यू अहिलेसम्म हेर्नु भएन अब अहिले चाहिँ यहाँ इन्जोय गर्दैछन् एकदिन अब इन्जोय गरेर चाहिँ हामी छुट्टिन्छ होला सट्ट यहाँ इन्जोय गरिरहेछन्